एभ्रिवान हामी चाहिँ माघे सङ्क्रान्तिको इस्कुस खुनेर यत्रो यत्रो निकाले हेर्नुहोस् है साथी हो। यसको बिउ चाहिँ पछि रोप्नु पर्यो नि, यत्रो यत्रो हुन्छ है। यो चाहिँ अस्ट्रेलिया इस्कुस भन्छ, यसलाई जरा खानुपर्ने अरे, जरा खाने इस्कुस हो। यो चाहिँ दाना चाहिँ खानु हुँदैन, यस्तो मसिनो हुन्छ। हेर्नुहोस् न गाइस, हामीले चाहिँ खुनेर अब सङ्क्रान्तिमा खानुको लागि खुनिसकेर पुर्दैछौँ। यहाँ चाहिँ मेरो भाइले पुर्दैछ, हामीले खुनिसकेको। यो जरा खुन्नु चाहिँ सजिलो हुन्छ। तपाईहरुलाई बिउ चाहियो भने चाहिँ मलाई भन्नुहोस् है, मलाई दिन्छु। तपाईहरुलाई पनि रोपेर खानुहोस्। हेर्नुहोस् न, दामी फल्छ, ठुल्ठुलो। बिउ हेरिहाल्नुहोस्, भुइँमा छ। तपाईले माग गर्नु भने चाहिँ म दिन्छु है, मेरो घरमा आउँदा पनि हुन्छ। अनि पुरिसकेर चाहिँ हामी यसरी पुर्नुपर्छ। त्यहाँदेखि यो इस्कुसलाई चाहिँ पटमा रोपेर लामो लामो पलाउँछ, त्यहाँदेखि फुल जस्तो सार्नुपर्छ। यहाँ चाहिँ पुर्दैछ भाइले। अब यो खुनिसक्यो, अब ठुलो खाले स्कुल चाहिँ पर्छ। चाहिँ अब खुन्छौँ हामी। त्यसमा चाहिँ कति निस्किन्छ कि निस्किँदैन, सधैँ त निस्किँदैन। यो मसिना खाले जस्तो निस्किँदैन नि। र मेरो फेसबुकको साथीहरुलाई, युट्युबको साथीहरुलाई देखाउँदैछु, र म पनि छु। हेर्नुहोस् न, घामले पोलेर काली भइसक्यो। बाई बाई। एभ्रिवान, हामी चाहिँ माघे सङ्क्रान्तिको इस्कुस खुनेर यत्रो यत्रो निकाले हेर्नुहोस् है साथी हो। यसको बिउ चाहिँ पछि रोप्नु पर्यो नि, यत्रो यत्रो हुन्छ है। यो चाहिँ अस्ट्रेलिया इस्कुस भन्छ, यसलाई जरा खानुपर्ने अरे, जरा खाने इस्कुस हो। यो चाहिँ दाना चाहिँ खानु हुँदैन, यस्तो मसिनो हुन्छ। हेर्नुहोस् न गाइस, हामीले चाहिँ खुनेर अब सङ्क्रान्तिमा खानुको लागि खुनिसकेर पुर्दैछौँ। यहाँ चाहिँ मेरो भाइले पुर्दैछ, हामीले खुनिसकेको। यो जरा खुन्नु चाहिँ सजिलो हुन्छ। तपाईहरुलाई बिउ चाहियो भने चाहिँ मलाई भन्नुहोस् है, मलाई दिन्छु। तपाईहरुलाई पनि रोपेर खानुहोस्। हेर्नुहोस् न, दामी फल्छ, ठुल्ठुलो। बिउ हेरिहाल्नुहोस्, भुइँमा छ। तपाईले माग गर्नु भने चाहिँ म दिन्छु है, मेरो घरमा आउँदा पनि हुन्छ। अनि पुरिसकेर चाहिँ हामी यसरी पुर्नुपर्छ। त्यहाँदेखि